सेतो त देख्दो रहेछ छ्याङ भनेर लाग विदेश बजार यस्तै विदेश मासु नेपालमा भएको सङ्लो पाइन्थ्यो कहाँ गयो होला त्यसले काठमाडौँतिर 5 तारिक होला पैदल गर्दा गयो के भएको है बुढो हुने पचास के भन्दा पनि खनिन्छ गयो छ भने त्यता नदिएको भए चाहिँ हुन्थ्यो त्यही भएर तालमेल बिग्रियो त्यो मान्छेको बुढो त म कति पछि गएको तिमी गएर पनि निकै पछि होला हौ तर बुढोले फेरि उता जाने चाहिँ जाने बिक्री गरिहालेको कि हौ
गएर धेरै महिनापछि धेरै त बसेन हो 5-6 महिना पछाडि हिँडिगयो थियो क्या हो त्यसले अन्त भन्नु घर पनि हो क्या हो घरहरूले हो क्या तिनीहरू चारको डिजाइन हो क्या हो त्यो खाना खतरा बनाएको डिजाइन हो फर्स्टै ट्यालेन्ट खाने अनि मैले पछि यो तिमीहरू त हेलाउँदाको फलानातिरको भन्थ्यो पछि पो मैले त्यो भोजराएर हेरेर तिनीहरूलाई त्यहाँ पो काम गरेँ त्यो सम्झनामा सिक्ने राम्रो छ जस्तो भने मान्छ मैले पनि लगाएँ हामीले बाबुहरू पनि लगायो हामीलाई चाहिँ दिएको काठकर्मी नै काठहरू नि खाएर चाहिँ भन्दा त्यसरी मान्ने कहिले काहीँ ढिलो आउनु जानु ठिकै तर काठकर्मीले त ठिकै गर्छ हौ त्यो गाह्रो गाह्रोवाले ठोक्छ क्या अँ काठकर्मीले त बनाउँछ क्या एउटा ढुङ्गा उतारेर गफ लाग्यो घुमा चाहिँ काट्नु नि भने यस्तै हो ठिकै तर काठकर्मीले त ठिकै गर्छ हौ त्यो गाह्रोवाले ठोक्छ क्या अँ काठकर्मीले त बनाउँछ क्या एउटा ढुङ्गा उतारेर गफ लाग्यो घुमा चाहिँ काट्नु नि भने यस्तै हो ठिकै तर काठकर्मीले त ठिकै गर्छ हौ त्यो गाह्रोवाले ठोक्छ क्या अँ काठकर्मीले त बनाउँछ क्या गफ लाग्यो घुमा चाहिँ काट्नु नि भने यस्तै हो सेतो त देख्दो रहेछ छ्याङ भनेर लाग्यो विदेशको जाँड यस्तो मासु